आजको यस तामाङ जातिको 2849औं सोनाम लोछारका अध्यक्ष महोदय, नेपाली राजदूतावासबाट पाल्नुभएका र आजका विशेष प्रमुख अतिथि महामहिम राजदूतज्यू र नेपालबाट पाल्नुभएका अतिथि कलाकारज्यूहरू र आज यस सोनाम लोछारलाई सफल पार्न आउनुभएका सम्पूर्ण तामाङ समुदायका तामाङ भाइ बहिनीहरू र अन्य समुदायबाट पाल्नुभएका सम्पूर्ण उपस्थित महानुभावहरूलाई म नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। स्वीकार्नुहोला। यहाँ खासै म बढी समय लिँदैन, दुई चार शब्द मात्रै भन्न चाहन्छु। हामीले आफ्नो नेपाल एउटा बहुभाषिक बहुधार्मिक देश भन्ने त हामी सबैलाई थाहा भएको कुरो हो र यो अहिले हामी यहाँ हेरिरहेका छौँ तामाङ जातिको एउटा संस्कृति संस्कार र पहिचान। उहाँले जे गर्नुभयो यो उहाँहरूको पहिचान हो, यो पहिचान नै उहाँहरूको परिचय हो। त्यसैले हामी नेपालका आदिवासी जनजातिहरू जति छौँ हाम्रो पहिचान भनेको नै यही हो र यसलाई चाहिँ हामीले चाहिँ आफ्नो संस्कार संस्कृति र धर्मलाई चाहिँ मेटाउनु दिनु हुँदैन भन्ने हाम्रो मान्यता छ। र अर्को रह्यो, यहाँ म छोटो विशेष गरेर हामी तामाङ समुदायका मित्रहरू नेपालको आदिवासी जनजातिमा अहिले हामी 59वटा जनजातिहरू आबद्ध छौँ नेपाल आदिवासी जनजाति महासङ्घमा र त्यसमा जनसङ्ख्याको हिसाबले भन्ने हो भने तेस्रो समूहमा पर्नुहुन्छ तपाईँहरू र तपाईँहरूको जनसङ्ख्या नेपालको अहिलेको 2068को तथ्याङ्कमा चाहिँ लगभग 15,40,000को वरिपरि हाराहारीमा रहेको छ र तपाईँहरू यत्रो ठुलो मासमा हुनुहुन्छ र त्यसैले म तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने यो हाम्रो संस्कार संस्कृति चाहिँ एउटा बाटो हो, यसलाई नमान्ने भनेको होइन। हामीले यो संस्कार संस्कृतिलाई पनि जगेर्ना गर्दै हामी अब अलि बाहिर निस्किनुपर्छ नेपाल देश निर्माणको लागि। अलि बाहिर निस्केनौँ भने हामी जहिले पनि आफ्नो धर्म र संस्कृति र संस्कारभित्र रुमली मात्र रह्यौँ भने हामी जहिले पनि पछाडि नै पर्छौँ जस्तो मलाई लाग्छ। र यो बाटोलाई पनि अगाडि साथसाथ दिँदै हामी चाहिँ अब हामी बाहिर निस्किनुपर्छ। जबसम्म हामी बाहिर निस्किँदैनौँ, जब हामी राजनीति गर्दैनौँ, जब हामी त्यो राजनीतिमा आउँदैनौँ र त्यो नीति निर्माण गर्ने तहमा पुग्दैनौँ, त्यति बेलासम्म हामीले चाहिँ हाम्रो अधिकारहरू प्राप्त गर्न सक्दैनौँ। त्यसैले म तपाईँहरूलाई यो आदिवासी नेपाल आदिवासी जनता महासङ्घभित्र गोलबद्ध भएर हाम्रो अधिकार कुराहरू छ, जुन पहिचानको कुराहरू छ, जुन पहिचानको आधारमा मैले संहिताको माग उठिरहेको छ, त्यसमा चाहिँ हामी एउटा उदाहरणको लागि ताम्सालिङको कुरा गरौँ। यो ताम्सालिङ यो जातीय राज्यमा आएको होइन, ताम्सालिङ भनेको एउटा पहिचान हो। यदि नेपाल आदिवासी जनता महासङ्घले ताम्सालिङ जातीय संहिता खोजेको भने यो सरासर गल्ती हो। तर नेपाल आदिवासी जनता महासङ्घले चाहिँ के मागेको छ भने ताम्सालिङ पहिचान सहितको संहिता खोजेको हो। त्यहाँभित्र जसरी अहिले नेपालमा बहुधर्म छ, बहुभाषिक छ, बहुसांस्कृतिक छ, त्यो भित्र सबै सम्पूर्ण रहन्छ। त्यो ताम्सालिङभित्र तामाङको मात्रै आधिपत्य हुने भनेको होइन, तामाङ मात्र मुख्यमन्त्री हुनुपर्छ भनेको होइन, तामाङको मात्रै हाली मुहाली हुन्छ भने त्यो जातीय राज्य हुन्छ त्यो चाहिँ हामी पनि मान्दैनौँ। तर ताम्सालिङभित्र त्यो एउटा पहिचान हो, त्यो पहिचान चाहिँ मेटाइदिनु हुँदैन। ताम्सालिङ संहिता हुनुपर्छ भन्ने हाम्रो माग हो। त्यो ताम्सालिङ संहिताभित्र हरेक जाति जो पनि क्षेत्री पनि त्यहाँको मुख्यमन्त्री बन्न सक्छ, उसको क्यापेबिलिटी छ भने। बाहुन पनि हुनसक्छ, नेवार पनि हुनसक्छ, तामाङ पनि हुनसक्छ। यसरी चाहिँ हामी जानुपर्छ भन्ने हाम्रो सोच हो। त्यसैले म तपाईँहरूलाई यहाँ धेरै समय लिन समय छैन, तपाईँहरूको कोरियाको बसाइ सफल रहोस्, राम्रो रहोस् भन्दै फेरि पनि एकपल्ट शुभकामना दिँदै मेरो छोटो दुई शब्द हेटुङ्गे आउँछु। हस्त धन्यवाद।